पिगिस यो गेम गाडी र हेलिकप्टर बनाउँछ र त्यसबाट चाहिँ हामी माउन्टेन्स काट्छौँ मतलब पार गर्छौँ ल फर्स्ट लेभल खेलौँ न त गाइस अनि हामीसँग फर्स्ट लेभलमा के छ ओ डाइरेक्ट खेलौँ न के छ र फर्स्ट लेभल पार भयो र पिगिनी फिनिस लाइन कट्यो अब नेक्स्ट लेभलमा हामीलाई के स्पेसल पाउँछ अब यो एउटा स्पिड बढाउने चिज हो या त्यस्तै केही सम्झ्यौँ ल यो पछाडि हालिदियो डाइरेक्ट ल यसले स्पिड बढाउँछ गाइस ब्याक पिगमा अब यसलाई कटायो हामीले फेरि फिनिस लाइन अब यसरी बढ्दै जाने र यसमा हामीलाई 2 स्टार मात्रै किन पाछ थाहा छैन अब यसमा हामीलाई दुईटा पाछ एउटा अगाडि र एउटा पछाडि गर्नलाई गाइस पिच पिगी र व्हील्स अब बिस्तारै जाऊ स्पिड बढाऊ शिट गाइस यो त अलि मिस्टेक भयो गाइस हामीबाट अलि स्पिडमै आएछौँ तर केही छैन रिस्टार्ट गरौँ न त गाइस योपालि बिस्तारै 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 शिट केही छैन रिस्टार्ट गाइस एक न एकचोटि त सक्सेस पाउँछ नै गाइस स्लो डाउन गाइस ठ्याक्क यो लेभलले पार गरे हामीले एक स्टार मात्रै पाए गाइस यो लेभलमा चाहिँ अब ट्राई गर्दा गर्दा त्यही हो र अब हामी यत्तिकै पार गरे यो लेभल लास्ट इजी थियो गाइस र यो मेरो फर्स्ट भिडियो भएर त्यति राम्रो नहोला त्यही पनि ट्राई गर्नमा के जान्छ र यो लेभलमा हामीले नयाँ पाछ एउटा फ्यान अब त्यसको युज के हो थाहा छैन गाइस पिक्चरमा पिगी र स्टार्ट गरिदिउँ न त त्यही नि हामीले फिनिस गर्यो यसमा कति पाउँछ 2 स्टार मात्रै अब यो लेभलमा हामीले किन पाउँछ केही नि पाएन गाइस यसमा दुईटा व्हील अब मोटर स्टार्ट गर्यो गाइस र फुल स्पिडमा छौँ र हामीले फिनिस गर्यो गाइस र यो गेममा यस्तै लेभल्सहरू हुन्छ र फर्स्ट एपिसोड भएर त्यति बोरिङ लागिरह होला त्यही पनि कोसिस गर्नमा के जान्छ र गाइस योपालि हामीलाई दुईटा फ्यानहरू पाछ अब यो दुईटा फ्यान अगाडि पछाडि लगाऊ बिचमा पिगी राखौँ अब फ्यान 1 अन गर्यो फ्यान 2 नि अन गरिदिउँ फ्यान 1 अफ शिट गाइस त्यही नि हामी जित्यो भने नि हुन्छ ल यो फर्स्ट टाइममा लास्ट इजी हुन्छ यो गेम लास्टै इजी छ योपालि हामीलाई अर्को एउटा व्हील पाछ जुन चाहिँ मलाई लाग्छ एरोप्लेनको होला
त्यही केही छैन। यो व्हीललाई चाहिँ यता राखौँ र यसलाई चाहिँ माथि राख्दिउँ बिचमा पिगी। अब स्टार्ट हुँदैछ गाइज। यस्तो लेभल्सहरू लास्ट इजी हुन्छ जे भने नि। र यो फर्स्ट भिडियोमा त्यति नराम्रो भए लास्ट नराम्रो भए पनि इम्प्रुभ गर्ने कोसिस गर्छु। यो लेभलमा चाहिँ हामीले नयाँ एउटा कोको कोला पाछ जुन चाहिँ बुस्टर जसरी युज हुन्छ। र फेरि त्यही सेटअप गरौँ, पछाडि एउटा लगाऊँ, जसलाई रोटेट गरौँ, यसलाई यसरी लगाइदिउँ। ल बिचमा एउटा पिगी। अब युज गरौँ कोको कोला। वाह, यसमा चाहिँ सिधा मात्रै थियो। फर्स्ट सेकेन्ड लेभल भएर लास्ट इजी भनौँ न त अब। र तपाईँलाई राम्रो लाग्छ भने चाहिँ हेर्नु, अलिकति सपोर्ट गर्नु। सपोर्ट भन्नाले हेर्नु मात्रै भए पनि हुन्छ, किनभने मलाई यो भिडियोबाट धेरै उम्मिद त छैन। त्यही कोसिस गर्छु। ल योपालि पिगीलाई राखिसक्यो। अब ट्रिपल बुस्टर स्पिड अन गरिदिउँ। पुग्यो। जसो तसो भयो नि पुगाउन चाहिँ पुगाउँछ गाइस, टेन्सन छैन। र तपाईँलाई राम्रो लाग्यो भने चाहिँ यसो हेरिदिनु मात्रै भए नि हुन्छ, किनभने मलाई थाहा छ यो भिडियो अब नराम्रै हुन्छ। र किनभने फर्स्ट भिडियो भएर अब बडबड गर्न धेरै गर्दिनँ, त्यही र गेममा धेरै फोकस गरौँ न त। यो जुन चाहिँ ग्रीन कलरको बुस्टर छ त्यो चाहिँ सेकेन्ड लेभल जस्तो छ यो बुस्टर चाहिँ, किनभने यसको पावर फर्स्ट लेभल बुस्टर भन्दा राम्रै छ यो कोको कोलाको बोतल। अब यसमा हामी त्यस्तै गरेर फ्लाइङ चिजहरू नि बनाउँछ, र त्यो फ्लाइङ चिजहरूको एपिसोड आउने हेर्न चाहन्छ भने चाहिँ यो भिडियोलाई सपोर्ट गरिदिनु। र फेल खायो हामीले, त्यही केही छैन। फर्स्टमा यो ग्रिनवाला बोतल अन गरौँ, त्यसपछि उयो 3टा बोतल, जसले जसरी तसरी भयो नि हामीले पार गरे। यसमा हामीले 1 स्टार मात्र पाउँछ होला, त्यही एक्सपेक्टेसन भन्दा बढ्ने आयो। ल योपालि हामीलाई 2टा TNT पाछ, जसले पिग्सलाई उडाउने होला। एकै सर्टमा फिनिस्ड। TNT लेभल थियो त्यसले लास्ट इजी थियो, त्यही 1 स्टार मात्रै। योपालि लास्ट तल छ, त्यही भएर यसो अब दिमाग लगाऊँ र यसो अब केही TNT को युज गरेर चलाऊँ यसलाई। यो लागिगयो, लास्ट नराम्रो तरिकाले फेल भएको छ योपालि। शिट, त्यो कता उड्यो। ट्राई अगेन। योपालि मोडल चेन्ज गरौँ, यसरी 3टा राखिदिउँ। 2टा व्हिल्स यता, एउटा यता राखौँ, एउटा यता फ्रन्टमा। यसलाई यसरी राखिदिउँ, कोको कोलालाई यसरी, र TNT लाई पछाडि, यो यता।
हेर अब ट्राई गर्दामा के जान्छ शिट यो लेभल लास्ट हार्ड छ ए गाइस हामीलाई एउटा हिट पायो त्यही भएर हामीलाई कोको कोलाको निड छैन अहिले त्यस्तै थियो बुकमा अब हामीलाई हिट लिन मिल्छ त्यही राम्रो लाग्यो मलाई त्यही भएर अलिकति अब सो बढम टार्गेटमा अनि ब्लास्ट त्यो अलिकति खराब गयो गाइस त्यही नि ब्लास्ट शिट गाइस एउटा टेक्निकल इस्यु आयो जस्तो छ गाइस फेरि रिट्राई अलिकति ब्लास्ट यो पालि कट्यो गाइस हामीले तर लास्टै टाढा यो पालि त कट्यो गाइस लास्ट इजी थिएन त्यही नि इजी भन्नमा के जान्छ र गाइस र भिडियोलाई लाइक गरिदिनु सब्सक्राइब नगरे नि लाइक त हुन्छ नि गाइस प्लिज अब एउटा व्हील पाछ चारवटा पाछ अनि यसरी राखिदियो टपमा यो यसो आयो अब यो लग्यो शिट कता पालभित्र छिराइदियो गाइस हामीले बिचरा पिगीलाई फेरि केही नि जान्न गाइस गाइस मैले बुझेको अनि भनेर सायद यस्तो गरौँ ब्लास्ट गरौँ नराम्रो तरिकाले फेल भएको छ त्यही केही छैन गाइस अच्छा अलिकति मिस्टेक भएछ हाम्रो डिजाइन राम्रै रहेछ त्यही नि यसो अलिकति फेल भयो त्यसमा डिजाइनको केही गल्ती होइन म किन फेल खाइरहेको छु गाइस ल यो पालि चाहिँ भयो गाइस यस्तरी गर्ने रहेछ अलिकति उच निच भयो नि केही छैन गाइस पार त भयो नि लेभल अब अर्को एउटा लास्ट लेभल गरौँ त्यसपछि चाहिँ गेम एड गरौँ होला गाइस चारवटा बक्स छवटा पाछौँ एउटा यो राखिदिउँ टप लेभलमा यो एउटा दुईटा तिन चारवटा युज गरौँ ल छवटा भयो लास्टमा टिएनटी राखौँ अब यसलाई ब्लास्ट गरौँ अनि लास्ट भएर टिएनटी ब्लास्ट कट्यो गाइस कट्यो त्यसमा 3 स्टार पाछ गाइस फर्स्ट ट्राईमै भएर अलिकति खेल्न त अलि आउँछ नै गाइस यो गेम इजी नै हो कि यो पालि हाम्रो नयाँमा छाता पाछ अब यो छाता के काम गर्छ त्यो अब पछि नै थाहा हुन्छ गाइस यो गर्ने के गाइस टेक्निकल प्रब्लम मसिनमा केही खराबी आयो जस्तै छ फेरि टेक्निकल प्रब्लम ओके फेरि टेक्निकल प्रब्लम अच्छा मेरो डिजाइनमा अलिकति कमी रहेछ गाइस तर टेन्सन नलिनु किनभने मान्छे त जिनियस हो अलिकति टाइम अलिकति लाग्छ त्यही नि चिन्ता छैन ग्लाइड भन्दा टेक्निकल इस्यु गाइस फेरि यो पालि केही छैन कट्यो गाइस इट्स टु इजी गाइस लास्ट इजी हो क्या यो लास्ट इजी
लास्ट इजी 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 लास्ट हार्ड रहेछ गाइस केही छैन गाइस योपालि व्हिल्सलाई अगाडि स्लाइड गर्ने कोसिस गरेछ किनभने त्यसपछि यो बढ्दैन है यो हुन्छ कि के थाहा छैन योपालि मोडल सबभन्दा राम्रो छ अनि जित पक्का हाम्रो हुन्छ र कट्यो गाइस अनि ब्लास्ट ल गाइस आजको लागि यति नै आज जति हुन्छ त्यति देखाइयो थ्याङ्क्स